हेलो एभ्रिवान आजको टपिक चाहिँ स्ट्रगल बिफोर जोइनिङ दिस बिजनेस भनेर चाहिँ रहेछ। अनि यो अब यो बिजनेसमा आउनुभन्दा अगाडि चाहिँ मैले के स्ट्रगल गरेको थिएँ होइन, यो बिजनेस जोइन गर्दा चाहिँ भनेर भन्नुपर्दाखेरि चाहिँ अब फर्स्टमा भन्नुपर्दाखेरि त पहिलो कुरा त म एकदमै स्केप्टिकल मान्छे थिएँ पहिलेदेखि नै। अनि सेकेन्डली चाहिँ यो जब म विदेश आएँ होइन, अब अहिले चाहिँ म 2 वर्ष भइसक्यो विदेश आएको साउथ कोरियामा। अनि त्यति बेला चाहिँ अरूको देशमा आएर चाहिँ मलाई यहाँको लाइफस्टाइलसँग त्यो गर्न त्यो घुलमिल हुनलाई नै मलाई टाइम लागेको थियो धेरै होइन। अनि त्यो माथि पनि म स्केप्टिकल मान्छे थिएँ, धेरै त्यो गाह्रो भएको थियो है। अब धेरैजना हाम्रो अहिले साउथ कोरियामा हुनुहुने नयाँ नयाँ हाम्रो त्यो भाइ बहिनीहरू साथीहरूलाई पनि त्यस्तै भएको होला है फर्स्टमा चाहिँ। अनि त्यस्तो भएको थियो। अनि त्यसमाथि पनि अब अरूको अन्डरमा काम गर्दाखेरि चाहिँ अनि उहाँहरूले चाहिँ अब आफूसँग टाइम छैन होइन, फ्रिडम छैन। अनि एकैचोटि त्यस्तो गर्दाखेरि चाहिँ धेरै नै मलाई गाह्रो भएको थियो होइन, स्ट्रगल पनि धेरै नै गरियो। अनि पछि चाहिँ मैले चाहिँ अब बिस्तारै चाहिँ अब यस्तो पाराले त हुँदैन, लुपमा पो फस्दो रहेछ टाइपको चाहिँ त्यस्तो विचार आएर चाहिँ मैले चाहिँ अब टाइम फ्रिडम प्लस होइन यो फाइनेन्सियल फ्रिडम हुने त्यस्तो फ्लेक्सिबिलिटी खाले चाहिँ एउटा अब साइड हसल एउटा अनलाइनबाट चाहिँ खोज्नु पऱ्यो भनेर चाहिँ मैले चाहिँ यताउता हेर्दाखेरि चाहिँ मेरो मेन्टरको थ्रुबाट चाहिँ मैले अहिले गरिरहेको यो अमेजिङ बिजनेस प्लेटफर्म चाहिँ मैले पाएँ। अनि त्यो दिनदेखि चाहिँ मैले साँच्चीकै भन्नुपर्दाखेरि चाहिँ मेरो एउटा त्यो लाइफस्टाइलै चेन्ज गरिदिएको छ है खासमा चाहिँ भन्नुपर्दाखेरि चाहिँ। अब कसरी भन्दाखेरि चाहिँ त्यो दिनदेखि चाहिँ मैले एउटा यो धेरै स्केप्टिकल नभएर चाहिँ होइन, होलाई हो होइनलाई होइन भनेर चाहिँ मैले त्यस्तो चाहिँ डिसिजन चाहिँ मैले मेक गर्न सकेँ। अनि अहिले चाहिँ अब आएर चाहिँ म यो काम सँगसँगै मैले चाहिँ अहिले यो बिजनेस पनि सक्सेसफुली मैले रन गरिरहेको छु अहिले। अनि त्यसरी चाहिँ टाइम म्यानेजमेन्ट गर्न पनि यही बिजनेसबाट मैले सिकेँ। अर्को चाहिँ आएर मलाई एउटा नयाँ होप दिएको छ है। पहिला चाहिँ म अब धेरै कुरामा चाहिँ म अड्केर बसेर हुन्थेँ, अहिले आएर चाहिँ मलाई अब नयाँ होप छ कि म अब होइन यो पछि यो भनेर चाहिँ मलाई अहिले चाहिँ त्यसरी चाहिँ म प्लान बेस चाहिँ म काम गर्दै गइरहेको छु। अनि यो चाहिँ मेरो लागि एउटा ठुलो कुराको एचिभमेन्ट नै हो मेरो लागि चाहिँ होइन। अनि अर्को चाहिँ मलाई यो विषयले के सिकाएको छ भन्दाखेरि चाहिँ लाइफ हो है, स्ट्रगलहरू त तलमाथि भइ नै रहेछ होइन। मान्छेको लाइफमा स्ट्रगलहरू त त्यो गर्नै पर्छ। अनि प्रब्लम्सहरू आउँछ, तर त्यो प्रब्लमसँग चाहिँ आफूले चाहिँ